नमस्कार। म नेपाल दरै किसान समाज नवरङ्गे नगरपालिकाको अध्यक्ष। अब यसो काजक्रिया विभिन्न ठाउँमा म जाने गरेछु र हेर्दा र बोल्दा भन्दाखेरि सबैलाई एउटै जस्तो हुनेछ र यहाँ आज हामी 5औं दिनको पुण्यतिथिमा घाटमा आइएछ। घाटमा आउँदाखेरि जस्तो कुशपुत्र बनाइन्छ, त्यसपछि खोचीको दियो बनाइन्छ 9वटा, पिण्ड बनाइन्छ 9वटा र त्यति भइसकेपछि अनि तलपट्टि हामीले राखेर यो चामलको 9 पूजा लगाइन्छ अनि दियो बालिन्छ। दियो बालिसकेपछि हामीले चाहिँ त्यहाँ जुन कुशपुत्र र त्यो जुन पिपलको पातको बत्तीमा हामीले रगत पार्दैनौँ। त्यसमा चाहिँ अनिवार्य रूपले चाहिँ नपार्न चाहिँ सबैलाई आग्रह गर्दछु। र त्यसपछि अब त्यो जुन अब हामीले फेरि अर्को दियोमा बत्ती बालिन्छ। दियोमा बत्ती बाल्दाखेरि के हुन्छ भने दियोमा सकेसम्म रगत पार्छ, तर त्यो रगत नपार्नु होला। भोग त अनिवार्य रूपले दिनै पर्छ, छोरा मान्छेको भाले, छोरी मान्छेको पोथी। तर त्यो रगत पर्छ भनेर जुन शिरको जुन भुत्ला हुन्छ अथवा के भुत्लै भनिन्छ, त्यो शिरको भुत्लालाई चाहिँ हामीले रगत नपरोस् भनेर पहिल्यै चढाइदिन्छ, दियोमा चढाइन्छ। दियोमा चढाइसकेपछि सकेसम्म रगत त्यसमा नपर्ने बित्तिकै अनि त्यहाँबाट एकदम चोखो निष्ठ हुन्छ भन्ने कुरा चाहिँ हामीले पहिल्यैदेखि बुझिआएका छौँ। अहिले पनि त्यही गरिराखेछौँ। कुनै ठाउँमा चाहिँ यस्तो छ कि त्यो रगत सबै ठाउँमा पार्न खोज्छन्, त्यो चाहिँ अलिक गलतै हो। त्यसको लागि चाहिँ त्यो गल्ती चाहिँ नगर्नु होला भन्दै आग्रह गर्छु। र घरको कुरामा पनि, घरको पूजापाठमा पनि त्यही हुन्छ। पहिला फुलौ जुठो सकिने छ भने पहिला फुलौ जुठोको फुलौ राखिन्छ। जुठोको फुलौ राख्दाखेरि त्यसलाई 9 पूजा नै राखिन्छ। र त्यसै जसरी नै अब यो झाँक्रो पाप्रो रोटी केरा त्यो सबै राखेर भोग भात त्यसरी नै भालेको लेडिजको पोथी, जेन्ट्सको भाले, यसरी नै भोग भाग चढाउने गरिन्छ। र त्यसमा त्यो प्लस सकिएपछि हामीले के गर्छौँ भने फेरि चोखोको अचेल त प्रायः जसो सक्ने नै विधि गरिन्छ। सक्ने विधिमा चाहिँ फेरि पछि प्लस के हुने भयो भने पछिबाट जस्तो पहिला 9 पूजा राखियो भने पछि 12 पूजा राखिन्छ। 12 पूजामा अनि मूर्ति बनाइन्छ, फोटोहरू राखिन्छ। त्यसमा अब जस्तै तिहारमा जसरी हामीले गरिन्छ चोखो निष्ठो गरेर त्यो विधि पनि हामीले यो घाटमै सिद्ध्याउन खोज्दा अथवा काटमेटै गरियो भने यो तरिकाले चाहिँ चोखो निष्ठो गरेर घरमा भोग दिँदाखेरि पनि सकेसम्म त्यो दियोमा रगत नपरोस् भनेर पहिला शिरको भुत्ला चढाइन्छ भने त्यसमा सकेसम्म नपरोस्, फोटोमा नपरोस्। अन्य मूर्ति, अन्य पूजाहरूमा त्यो खानको लागि दिएको हुन्छ। हामीले त्यो खानको लागि दिँदाखेरि त्यो ज्यानमा अन्त रगत नपरेको एकदम बेस्ट हुनेछ। त्यसरी नै पहिला पनि भनिएको छ, अहिले गर्नेले पनि गरिरहेको छ, त्यो बेस्ट हो। त्यसपछि अब के हुन्छ भने त्यो भातको दाना, तरकारी भातको दाना 2टा अनि तापाउन पानीको दाना 2टा। अब घरको मान्छेले के कसो चोखो गरेर राख्छन्, जमजोरा छर्किन्छन्। अब त्यही अनुसारले नै सबै कुरो पहिलाको जसरी भएको छ त्यसरी नै। तर भोग भाग दिँदाखेरि चाहिँ के हुने भयो भने त्यसमा सकेसम्म दियो भनेको त देवतालाई अथवा पितृलाई भनेर चढाइएको छ नि, त्यसमा सकेसम्म रगत नपरोस्। र जहाँ फोटो राखिन्छ, अहिलेको पहिलाको जस्तो फोटो नराख्ने त होइन, अहिले फोटो राखिन्छ। फोटोमा पनि सकेसम्म नपरोस् यो रगतको छिटा भन्दै बिदा हुन्छु। हस्, धन्यवाद।
चाहिँ मेरो नाम सन्तबहादुर है र मेरो बसोबास भरतपुर महानगरपालिका वडा नम्बर 8 सालाई नखै र यसले चाहिँ म नेपाल दरबार समाजको केन्द्रीय सदस्य छौँ र आज चाहिँ हामी छिका काजक्रिया क्रममा हामी छिका दुःखद घडी हामी छिका उपस्थित भइरहेको थियौँ र चाहिँ कजियाको बारे चाहिँ यो पिण्ड पाराहरूको विशेषता के हो कलाहरू कुरो चाहिँ छिका यहाँको पुस्लाट है र यी विशेषताको लागि के गर्ने सिट कजिया जब मार्छ मर्लोपछि चाहिँ एउटा हाम्रो आफ्नो जातीय सल्लो रित चाहिँ कस्तो गरेपछि घाटै चाहिँ हामी घाटा आएको नसे घाटै चाहिँ जुन मास मर्लाटै बित्लाटै उग्रो चाहिँ आकृति सम्झिएको उमास सम्झिएको पुरा आकृति हामी चाहिँ बलुवाको अथवा माटीको हामी बनाउँ चाहिँ 2 पल्टसम्म बनाउनु फर्का चाहिँ 3 पल्ट चाहिँ फर्का तयारी गर्छ र तयारी गरेको चाहिँ यसरी हामीसँग एउटा पिठाको 3 दिन ढोङ्ग्रो राख्न चाउर र अर्को पिठा मेसाएको उही मात्र नपुरो खन्डयो नपुगो र अर्को चाउर मेसाएको चाहिँ पिठा गुट्लो भई उग्रो चाहिँ हामीले पेडारी बाँध्छ पेडारी चाहिँ 9वटा पेडारी हाम्रो छिका चाडा चाहिँ उग्रो कुस र पिप्री चाहिँ छिका कुसपुत्री फेरि हामी चाहिँ मानिसको आकृति स्वरूप बनाएको हुनु जस्तै पिप्री पात फेरि छिका हड्दा र उसे हर्दिरा र सुता चाहिँ हामी सब उसका जेलेको हुनु पिण्डको अगाडि मूर्छाले हामी गाड चाहिँ यसै गरी पिण्ड उसे राखिसकेको पेडा राखिसकेको हुनु तर हामी सब चाहिँ फेरि 9वटा पूजा राख्दा र पूजा चाहिँ हामी सब पाउडर साझा रोटी राख्दा केरा राख्दा र वही किसिम से चाहिँ हामी सब एउटा भोग देलाएर चलाउने हाम्रो जातीय चोली गइलो भोग देलाएर र बेटा भनेपछि भालेको भोग देता चिनाको भाले बेटियारेको चाहिँ हामी सब चिनीको पोथीको भोग देता यसको चाहिँ हामी भोग देता र यो कर्म के भनेपछि हाम्रो सब चाहिँ जुन मास मृतक भएको जाइ सकल पछिको यो काम चाहिँ हामी यसै गर्ने पार चाहिँ हाम्रो आफ्नो जुन मानिसहरू मृत्यु भएको बेलाटै यी चाहिँ स्वर्गवास भइतै कलार जुन विश्वासको माटे यो हाम्रो यो चाहिँ कलार क्रम भएको यो गर्छ हामी सब र चिनी काट्यौँ चाहिँ जुन हामी सोच भोग पार्दाखेरि नि रगत चाहिँ हाम्रो पूजा रगत पार चाहिँ पिण्ड वर्ष चाहिँ पिण्ड र पिप्रिय चाहिँ भोग चाहिँ वर्ष रगत चाहिँ नाइ पारे र कतिपय अगल झुकल झुक्दै पड्की सकाइ वर्ष यो पारा राम्रो यसो गरी चाहिँ हाम्रो सब घाटो काम है र अझ चाहिँ पहिले किरेर चाहिँ भोग पारी अझ चाहिँ तापाई पानी तापाई अझ घरको मान्छे तापाई अझ चाहिँ गाउँले सबै चाहिँ तापाउनु चाहिँ हामी नतापाई गाउँले सबै नतापाई र गाउँले सबै चाहिँ सिर्फ पिप्रीको पात र कुसोको पात चाहिँ 3 पल्ट पातको दोना चाहिँ तरबन्दी चाहिँ यसो गरी चाहिँ गरिसक्ने पार अझ चाहिँ पहिले उकरीको त पहिले पिना उखर चाहिँ पिना दुई पान भई र पिना चाहिँ उसे गाउँले के बाँडी पिना गोखरी गुनु अझ उसको तरबन्दी खै अझ पाछे जस्तै गाउँले सब राखिसक्ने पार अझ फेरि उसको चाहिँ करम वराने पार अझ पिण्ड सोहोर काम भई पिण्ड सोहोर्दाखेरि किरेर चाहिँ जत्काइलो उसका पैसा सोहोरी अरू बाँकी रहन्छ अरू घरमा सोहोरी अझ चाहिँ पाछे चाहिँ फेरि चोखो पिना देताई चोखो पिना दिएको अझ चाहिँ लाइ खर्चाछ अझ धोती पाटा फेरिकनु अझ चाहिँ किरेर चाहिँ उसका उसै यो पिछाडि पार सफा भयो भइ सफा काट्दा छ सफा कार्य चाहिँ आज उछिका जौतिल पिठा जौतिल छिड्दा र कतिपय यो एक पूजा फेरि चाउर फेरि राख्दा र चाहिँ केरा रोटी फेरि राख्दा जौतिल पिठा छिटिकुनु अझ घर दिँदा यसको काम चाहिँ सकाइ मोटामोटी कुरा नमस्कार, म दिपेन्द्र कुमार दराई खैरे नगरपालिका वडा नम्बर 11 को वडा अध्यक्ष। अहिले जुन हाम्रो चितवन जिल्लामा यो क्रियाको चाहिँ कार्य भइराखेको छ यसमा सावधानी अपनाउनु पर्ने मेरो विचारमा चाहिँ के लाग्छ भन्दाखेरि यो हाम्रो संस्कार संस्कृतिको चाहिँ एकरूपता आउनुपर्छ र यो एकरूपता भएको छैन। त्यसले गर्दाखेरि यो एकरूपता आउनको लागि मान्छेले हाम्रो दरै समुदायहरूले चाहिँ यो संस्कार संस्कृति सम्बन्धी चाहिँ एउटा केही कुराहरू चाहिँ ज्ञान लिनको लागि आवश्यकता छ र यो आफ्नो अहिले मनोमानी मान्छेहरूले चाहिँ क्रियाको कार्यहरू गरिराखेको छ र यसलाई चाहिँ एकरूपता आउनको लागि चाहिँ सावधानी अपनाउनु भनौँ। सावधानी अपनाउनको लागि चाहिँ
अब हामीले यसलाई हरेक गाउँमा चाहिँ प्रशिक्षण दिन आवश्यक छ र अब हाम्रो यसमा चाहिँ अहिले अब हाम्रो यो भ्याएर फेरि हामी घरमा चाहिँ फेरि हाम्रो चाहिँ एउटा जुठोको चाहिँ एउटा फेरि फुलो राख्छौँ हामीले यो क्रियाको चाहिँ त्यहाँ राख्छौँ घरमा र त्यसपछि पनि फेरि अर्को एउटा चाहिँ चोखोको फुलो भनेर चाहिँ राख्छौँ। कतिपय ठाउँमा चाहिँ एउटै जुठो र चोखो एउटै राखेर चाहिँ त्यो गरिराखेको छ र यसलाई चाहिँ यो मेन समस्या यही आइराखेको छ। यसलाई जुठो र चोखो चाहिँ एउटा छुट्टै छुट्टै चाहिँ बनाउनु पर्ने चाहिँ मैले देखिराखेको छु। यसमा चाहिँ अब धेरै हाम्रो समुदायहरूले चाहिँ यो सम्बन्धीको चाहिँ एउटा तालिममै लिनुपर्ने आवश्यकता देखिराखेको छु र यसलाई हामी चितवन जिल्लाको चाहिँ सम्पूर्ण दरै समुदायले पनि यसलाई मध्यनजर गरेर सबै यो चाहिँ दरै समुदायहरू बसेर यसलाई चाहिँ छलफल चाहिँ गरेर एउटा निचोडमा लानुपर्ने आवश्यकता देख्दछु। यो संस्कार जोगाउनको लागि जसरी चाहिँ अब अरू अन्य जातिहरूले अब 11 दिनमा 13 दिनमा चाहिँ यो कार्यहरू चाहिँ सम्पन्न गरिराखेको छ र यो हाम्रो पनि एकैचोटि गर्ने हो भने चाहिँ अब त्यही खालको नै हुने रहेछ। लगभग 10-11 दिन 12-13 दिनसम्म चाहिँ हाम्रो पनि कार्य गर्न सकिने रहेछ। यसलाई चाहिँ अब छुट्टै छुट्टै गर्दाखेरि चाहिँ हामीले चाहिँ अब यो यसमा चाहिँ अलिकता फरक पाइराखेका छौँ। अब 13 दिन भनेर चाहिँ हामीले कुरा गर्छौँ, 13 दिनको कार्यहरू चाहिँ हामीले अब त्यसलाई चाहिँ गर्न सकिराखेका छैनौँ। तर 13 दिनमा पुग्ने कार्यहरू चाहिँ हामीसँग छ, हाम्रो चाहिँ दरै जातिहरूको। यसलाई चाहिँ अब हामी दरै जातिको चाहिँ सम्पूर्ण बुद्धिजीवीहरूले चाहिँ यसलाई बसेर छलफल गरेर एउटा निचोड ल्याउनको लागि आवश्यकता देख्दछु र म एउटा वडा अध्यक्षको हैसियतले पनि यसलाई पहल गरिराखेको छु। यसलाई अवश्य गर्नुपर्ने हुन्छ र यो गर्नुको उद्देश्य भनेको हाम्रो संस्कार संस्कृति जोगाउनु हो र जबसम्म हाम्रो संस्कार संस्कृति रहँदैन तबसम्म हाम्रो दरै जातिको पहिचान रहँदैन र दरै जाति भनेर पनि अब पछि चाहिँ लोप हुने सम्भावना देखिराखेको छु। त्यसैले हाम्रो संस्कार संस्कृति जोगाउनको लागि सम्पूर्ण दरै दाजुभाइहरूमा चाहिँ अनुरोध गर्न चाहन्छु। हस्, नमस्कार। हाम्रो दराई समुदायमा कुनै पनि मान्छे मृत्युवरण भएको खण्डमा क्रिया गर्दाखेरि 13औं दिन भन्ने कुरो हुँदैन। अनि हाम्रो दराई समुदायमा कोही मान्छे बित्यो भने यो बाहुन लगाउने चलन छैन। अनि हाम्रो सुरुमा 3 दिनसम्म दावा राखिन्छ। त्यस पछाडि सकेसम्म बिजोर दिन अनि बिहिबार पार्नु राम्रो हुन्छ। कुनै पनि 13 दिन पश्चात वा 13 दिन अगाडि क्रिया गर्न सक्छौँ। हामीले क्रिया गर्दाखेरि हामीलाई कुशपत्र पनि चाहिन्छ, पिपलको पत्र पनि चाहिन्छ। अनि हाम्रो यो घाटमा सागरमा फुलौ राख्छौँ। यो क्रियाको फुलौ हो, पिण्ड पनि राखेको हुन्छ त्यसमा। अनि हामीले यो फुलौ राख्ने क्रममा यो किरहरे मार्फत चाहिँ एउटा महिला भए पोथी, पुरुष भए भाले कुखुरा चाहिँ एउटा पुज्ने गर्छौँ। मृत भएको व्यक्तिको नाममा रगत चढाउँछौँ। त्यो रगत चढाउँदाखेरि कुशमा र पिपलको पत्रमा चाहिँ नपर्ने गरी चाहिँ रगत चढाउनु पर्ने हुन्छ। नत्र अब हाम्रो संस्कार अनुसार, हाम्रो मान्यता अनुसार त्यसरी कुशपत्र र पिपलको पातमा रगत
पर्यो भने अन्यत्र हुनसक्छ, भोलि फेरि घटना हुनसक्छ भन्ने मान्यता छ।